नेकपा एमालेको 11औं महाधिवेशन नजिकिएसँगै धमाधम महिला नेत्रीहरू ईश्वर पोखरेलको पक्षमा खुल्न थालेका छन्। केपी ओलीलाई टक्कर दिन अध्यक्षको उम्मेद्वार बन्दै मैदानमा उत्रिएका पोखरेललाई आधा दर्जन उच्च तहका महिला नेत्रीहरूले साथ दिएका छन्। पोखरेलको पक्षमा उपाध्यक्ष अष्टलक्ष्मी साक्य सहित स्थायी कमिटी सदस्य डाक्टर बिन्दा पाण्डे, केन्द्रीय सदस्यहरू उषा किरण तिमल सेना, शर्मिला कार्की, रचना खड्का र सरिता न्युपाने लगायतका नेत्रीहरू पोखरेलको पक्षमा खुलेका छन्। उनीहरूले महाधिवेशन मार्फत एमालेको नेतृत्व परिवर्तन गर्न र पार्टीलाई लोकतान्त्रिक पद्धतिमा हिँडाउन ईश्वर पोखरेलको समूहलाई साथ दिने घोषणा गरेका हुन्। मंगलबार काठमाडौँको हार्दिक होटलमा भएको अन्तर्क्रिया कार्यक्रममा ती नेत्रीहरूले हालका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वबाट विश्राम लिनुपर्ने सुझाव दिए। उपाध्यक्ष अष्टलक्ष्मी साक्यले त ओलीले महिलामाथि राजनीतिक हिंसा गरेको समेत आरोप लगाइन्। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा टेक्न समेत नदिएर उनले महिलामाथि अत्याचार गरेको टिप्पणी गरिन्। यस्ता व्यक्तिलाई अध्यक्षका रूपमा स्वीकार गर्न नसकिने भन्दै उनले पोखरेललाई साथ दिने निर्णयमा पुगेको समेत बताइन्। परमाधिपत्य पनि भन्छौँ, देशको संरक्षक पनि भन्छौँ, यो संविधानको संरक्षक पनि भन्छौँ। उहाँलाई सम्मान गरेको रहन्छ। धामी झाँक्री भनेको के हो? यस्तो अपमान गर्न पाइन्छ? एउटा महिलालाई, सामान्य महिलालाई त गर्न पाइँदैन भने पूर्व राष्ट्रपति भइसकेकोलाई यो शब्दले अपमान गर्ने हद भनेको यो नेतृत्वलाई सक्दैन। यो नेतृत्वलाई गर्नै हुँदैन, तर गर्नुहुन्छ। कसले गर्नुहुन्छ? केपी कमरेडले गर्नुहुन्छ, केपी ओलीले गर्नुहुन्छ। किन उहाँमा सोचै छैन, महिलाप्रति हेर्ने दृष्टिकोणै छैन। महिलालाई अपमान गरेको गरेछ। यो सबै तमाम कुराहरू भनिराख्नु पर्यो। स्थायी कमिटी सदस्य डाक्टर बिन्दा पाण्डेले आफूहरूको अध्यक्ष यो भन्दा बढी ड्यामेज भएको हेर्न नसक्ने भन्दै अब ओली सहज हिसाबबाटै नेतृत्वबाट पर बस्नुपर्ने बताइन्। पाण्डे पोखरेलको प्यानलबाट पदाधिकारीमा उठ्ने सम्भावना बलियो छ। उनीहरूले महाधिवेशन प्रतिनिधिलाई आफ्नो पक्षमा तान्नका लागि पनि कसरत गरिरहेका छन् भने ओलीलाई अस्वीकार गर्नुपर्ने अभियान नै चलाउन थालेका छन्। एमालेको 11औं महाधिवेशन मङ्सिर 27 गतेबाट काठमाडौँमा हुँदैछ। पहिलो कुरा चाहिँ अब यो केन्द्रीय कमिटीको सदस्य हुनको लागि अहिले 10 वर्षको पार्टी सदस्यता प्राप्त गरेको 10 वर्ष भएपछि प्रतिनिधि हुन पाउँछ र त्यो प्रतिनिधि केन्द्रीय कमिटीको उम्मेदवार हुनको लागि उसले अधिकार राख्छ। अनि प्रतिनिधि चुनिएर आइसकेपछि अनि विधान चाहिँ संशोधन गरेर अब 15 वर्ष बनाउने भन्ने हल्ला चाहिँ अहिलेमा आउँदै पनि केन्द्रीय कार्यालयमा मैले सुनेर आएको हो। र मैले त्यहाँ भएको अहिले 40 वर्ष मुनिका जति हाम्रा युवा साथीहरू प्रतिनिधि भएर आउनुभएको छ, तपाईहरूले अग्रपङ्क्तिमा रहेर यसको प्रतिरोध गर्नुपर्छ भनेर मैले उहाँहरूलाई आग्रह पनि गरेको छु। प्रतिनिधि चयन भएर आइसके पछाडि अनि ऊ चाहिँ त्यो केन्द्रीय सदस्य उम्मेदवार हुने हैसियत लिएर आइसके पछाडि अनिखेर यहाँ आएर अहिले विधान संशोधन गर्न पाइँदैन, एउटा कुरा। दोस्रो कुरा चाहिँ नि हामी फेरि पनि यो चाहिँ नि 23-24 गतेको जुन खालको आन्दोलनको कुरा गरौँ, त्यो विद्रोहको कुरा गर्दाखेरि हामीले चाहिँ युवा पुस्तालाई अझै धेरै समेटेर जानुपर्छ। नीति निर्माण तहमा उहाँहरूलाई चाहिँ समेट्नुपर्छ, उहाँहरूका कुरा सुनिनुपर्छ, उहाँहरूका कुराले चाहिँ हाम्रो निर्णय प्रक्रियामा चाहिँ प्रतिबिम्बित हुनुपर्छ भनिराखेको बेलामा अनिखेर अझै चाहिँ युवाहरूलाई रोक्नको लागि हामी उम्मेदवार हुन सदस्य भएको वर्ष बढाउने खालको कुरा गर्छौँ भने अहिलेको समयभन्दा उल्टो घडी घुमाएर हामी भविष्य बनाउन सक्दैनौँ, पार्टी निर्माण गर्न सक्दैनौँ। त्यसले गर्दाखेरि यसमा मेरो त तपाईँहरूको माध्यमबाट आम युवाहरूलाई चाहिँ यदि त्यस्तो गरिँदैछ भने तपाईँहरूले अग्रपङ्क्तिमा रहेर बरु 40 वर्षभन्दा मुनिका युवाहरूको सन्दर्भमा जसरी महिला जनजाति अरूको सन्दर्भमा चाहिँ होइन आम रूपमा 10 वर्ष हुँदाखेरि उहाँहरू 7 वर्ष भयो नि हुन्छ भन्ने खालको राखिएको छ भने बरु युवाहरूको सन्दर्भमा पनि 7 वर्ष राखेर घटाउने कुरो यतिखेरको समयको माग हो, तर बढाउने कुरो जायज हुँदैन। त्यसले गर्दाखेरिमा मैले एउटा कुरा यो राख्न चाहेँ। अब अर्को कुरा यो चाहिँ के भन्छ, यो उमेर कि के हस्तान्तरण कि पुस्तान्तरण भन्ने खालको कुरामा चाहिँ
मैले अघि पनि भने हाम्रो अब धेरै साथीहरूले बोल्दाखेरि पनि भनियो यदि अस्ति हामीले होइन विधान संशोधन नगरेको हकमा यो हामीले त्यतिखेर पनि उठाइराखेको कुरा भनेको र त्यतिखेर यो समूह छलफलमा नि सबै समूहमा उठेको कुरो भनेको 70 वर्ष र 2 कार्यकाललाई कायम राख्नुपर्छ भन्ने थियो। तर त्यतिखेर यसलाई हामीले हटायौँ भने त्यो हटाइसकेपछि अब केपी गवर्नमेन्टको बारेमा मात्र हट्ने कुरो त भएन। त्यो हटाउने खालको स्थितिमा त सबैको लागि हट्ने भयो, ईश्वर कमरेडको लागि नि हट्ने भयो, अष्टकर्णको लागि नि हट्ने भयो, अरू कोही पनि कसैको लागि। हिजो हामीले 10औं महाधिवेशनमा जसलाई 70 वर्ष पुगेको भनेर प्रतिबन्ध लगाएर चाहिँ केन्द्रीय नेतृत्वबाट बाहिर राखेका थियौँ, उहाँहरूले पनि अहिले प्रतिनिधि भएर आएर म उठ्छु भन्छ भने उहाँहरूले पाउने खालको स्थिति त हामीले बनाउँछौँ। तर हाम्रो पोजिसन अहिले पनि के हो भन्दाखेरि यदि हामी संविधान के अरे हाम्रो विधान संशोधनको प्रस्ताव महाधिवेशनमा फेरि पनि आउँछ भनेदेखि त्यतिखेर 70 वर्ष र 2 कार्यकाल यो फेरि पनि इस्यु बन्छ। त्यो इस्यु बनेको र त्यो पास भएको खण्डमा अब 70 वर्ष पुगेको सबैलाई हामी बिदा गर्छौँ, हामी त्यो पुस्तान्तरण पनि गर्छौँ। त्यो नभएको स्थितिमा अहिले हस्तान्तरणको कुरा चाहिँ आवश्यक छ भन्ने खालको कुरा हो। र मैले अघि पनि भने कुनै पनि राजनैतिक नेतृत्वको अवधि भनेको चाहिँ नि 10 वर्षको हुने भएको कारणले गर्दाखेरि केपी कमरेडले 11 वर्ष नेतृत्व गरिसक्नुभयो। त्यो कारणले गर्दा पुस्तान्तरण गर्न सक्दैनौँ भने पनि हस्तान्तरण गरौँ र त्यो हस्तान्तरणको प्रस्ताव त्यसलाई चाहिँ स्थापित गर्ने मान्छे उहाँ नै भएको कारणले गर्दाखेरि उहाँले झन् धेरै त्यसलाई सम्मान गर्नुपर्छ भन्ने खालको कुरा चाहिँ मैले अघि पनि भने र फेरि यहाँको प्रश्न आइसकेपछि मैले दोहोऱ्याउन पनि चाहेँ। अब यो जुन यहाँहरूले चाहिँ एकल महिलाहरूको सन्दर्भमा जोडिएर जुन कुरा गर्नुभएको छ यो फेरि पनि यो महिला विरुद्धको हिंसा हो, यो राजनैतिक हिंसा हो महिलामाथिको। त्यसले गर्दाखेरि कुनै पनि अर्थमा यो राजनीति महिलामाथि राजनीतिमा लागेको कारणले उसलाई किनारीकृत गर्नको लागि कुनै पनि किसिमको हिंसा गरिन्छ भने तपाईहरूले पनि हैन आवाज उठाउनुपर्छ। हामीले निरन्तर आवाज उठाएका छौँ, पहिला पनि हामीले उठाएका हौँ। 9 राष्ट्रिय महाधिवेशनमा हिरकुटी मण्डपको महाधिवेशन गरिराख्दाखेरि विद्या कमरेडकै नेतृत्वमा त्यतिखेरको सबै जनसङ्गठनहरूले साझा हिसाबबाट यो चाहिँ लैङ्गिक हिंसा विरुद्धको आचार संहिता हामीले पारित गरेका थियौँ। तर आजको नेतृत्वलाई त्यो आचार संहिता पारित भएको कुरा पनि उहाँहरूलाई थाहा छैन। किन भन्दा उहाँहरूले कहिले पनि हामीले पास गरेको आचार संहिता के थियो, हामीले के गरिरहेका छौँ भन्ने हिसाबबाट उहाँहरूले त्यो कुरा चाहिँ नि बुझ्ने प्रयत्न पनि गर्नु भएन। जसका कारणले थुप्रै चाहिँ नि चरित्रका कुरा र नैतिकताका कुरा उठिराख्दाखेरिमा पनि हाम्रो पार्टीले अहिलेसम्म एक्सन नलिएको कारणले अखिल नेपाल महिला सङ्घको नेतृत्व होस् अथवा पार्टीको नेतृत्व भएको हिसाबले हामी आफू पनि नाजवाब हुनुपर्ने जुन खालको स्थिति बनेको छ। यो महाधिवेशनमा यो विषय उठ्छ, फेरि पनि त्यो आचार संहितालाई हामीले परिवर्तन गर्नुपर्ने छ केही समय अनुसार भने हामी गर्छौँ र त्यसलाई कार्यान्वयन गर्नुपर्छ भन्ने कुरालाई हामीले प्रस्तावको हिसाबले हामीले त्यसलाई अगाडि बढाउँछौँ। र अखिल नेपाल महिला सङ्घले त 3वटा कुरा अस्ति विधान महाधिवेशनमा पनि उठाएको थियो। त्यसमा अहिले 1/3 भनेको यो सदस्यमा 1/3 होइन, कम्तीमा पनि पदाधिकारीमा 1/3 हुनुपर्छ, त्यसपछि कमिटीमा 40% हुनुपर्छ र यो लैङ्गिक हिंसालाई हेर्नको लागि एउटा चाहिँ आयोगै बन्नुपर्छ भन्ने खालको कुरो निर्णय गरेर अखिल नेपाल महिला सङ्घले पार्टीको अध्यक्ष महासचिव लगायत नेतृत्वलाई त्यो उहाँहरूले हस्तान्तरण पनि गर्नुभएको छ। र अस्ति विधान महाधिवेशनको सन्दर्भमा 10वटा समूहमा पनि यो कुरो उठ्यो मात्रै होइन, प्रतिवेदन पेश गर्दाखेरिमा हलमा पनि यो कुरो उठेको छ। त्यसले गर्दाखेरिमा अब यो जुन निर्वाचन महाधिवेशन भइराखेको छ, यो महाधिवेशनले ती कुराहरूलाई नेतृत्वमा महिलाहरू पदाधिकारीदेखि लिएर कमिटीमा चाहिँ नि अखिल नेपाल महिला सङ्घले उठाएका कुराहरूलाई सम्बोधन गरिनुपर्छ र यो लैङ्गिक हिंसा विरुद्ध पार्टी हामी सबैका लागि नमुना हुने गरी अगाडि बढ्न छौँ भन्ने प्रतिबद्धताका साथ हाम्रा आचार संहिताहरू लागू गर्नको लागि आवश्यक पर्दाखेरि छुट्टै आयोग नहुँदाखेरिमा पनि अनुशासन आयोगलाई लैङ्गिक मैत्री बनाएर अगाडि बढाउनुपर्छ भन्ने हामी सबैको चाहिँ माग हो। यो महिलाको मात्रै माग होइन, यो हिंसा विरुद्ध लाग्ने सबैको माग हो भन्ने कुरो यहाँलाई राख्न चाहे।